हेलो सम्पूर्णमा नमस्ते। अब सिक्ने हैन त सिलाई सिक्नलाई के कति खर्च र के सामग्री उपलब्ध गराउनु पर्छ भनेर एउटा सानो भिडियो बनाएको छु। पहिला त नोट हामीलाई जे कुरामा पनि हामीलाई नोट गर्नुपर्ने हुन्छ। एउटा नोट कपी चाहिन्छ। यो कपी 50 रुपैयाँ। त्यसपछि यो 10 रुपैयाँको पेन 60 रुपैयाँ, अनि 10 रुपैयाँको पेन्सिल 70 रुपैयाँ, अनि 10 रुपैयाँको यो चक 80 रुपैयाँ, अनि 10 रुपैयाँको धागो 90 रुपैयाँ, अनि 10 रुपैयाँको यो सियो गर्दा 100 रुपैयाँ। 100 रुपैयाँमा यति सामान आउँछ सिलाई सिक्नको लागि। अनि त्यसपछि चाहिँ अनि यो चुड्का कैँची हामीलाई धागो काट्न एकदम सजिलो हुन्छ। यसलाई 20 रुपैयाँ पर्छ। अनि त्यसपछि अर्को अति आवश्यकता सामग्री भनेको सिलाई सिक्नलाई यो ड्राफ्ट स्केल। यो स्केल बिना चाहिँ हामीले कपीमा ड्राफ्ट गर्न सक्दैनौँ। त्यही भएर यो 30 रुपैयाँ पर्छ, 150 रुपैयाँ। अनि त्यसपछि हामीलाई पेपर कटिङ गर्न, लुगा कटिङ गर्न यो कैँचीबाट पनि हामीले कटिङ गर्न सक्छौँ। सुरुमा चाहिँ फलामको कैँची चलाउन धेरै गाह्रो हुन्छ। त्यही भएर यो कैँची युज गर्नु होला। यसलाई 150 रुपैयाँ पर्छ, 300 रुपैयाँ। अनि त्यसपछि एउटा हामीलाई इन्ची टेप चाहिन्छ यो नाप्नको लागि। 330 रुपैयाँबाट चाहिँ हामीले सिलाई सिक्न सकिन्छ। त्यतिकै खाली टाइम नबस्नु होला। हामीलाई 2 महिना सिकेको सिपले वर्षौँ अगाडि बढाउन पनि सकिन्छ भनेर यो सानो भिडियो बनाएको छु। धेरै लगानी पनि छ।